हरे कृष्ण फ्यामिली। आजको मेरो टपिक एकदमै इम्पोर्टेन्ट है, ग्लोबली इम्पोर्टेन्ट, द्याट इज रिलेसनसिप्स। अहिले कसले चाहिँ सफर गरे छैन होला वर्ल्डमा? डिभोर्स केसेस, ब्रेकअप, प्याचअप। रिलेसनसिप भनेको एक्चुली तपाईँ हेर्नु है, यस्तो ट्रमाटाइजिङ हुन्छ कि त्यो चिजबाट हिल हुनलाई पनि कति टाइम लाग्छ हामीलाई होइन। त्यो चिजलाई बिर्सिनु पनि कति टाइम लाग्छ। त्यो ट्रमा इज लाइक एकदम भित्रसम्म रुटेड हुन्छ क्या। अनि त्यो चिजबाट मुभ अन भएर अर्को चिजमा जानुलाई पनि एकदमै के, फर्स्ट अफ अल त्यस्तो चाहिँ गर्नु हुँदैन। जबसम्म एउटा रिलेसनसिपबाट हिल हुँदैन तपाईँ अर्कोमा जम्प गरिहाल्ने, यसो चाहिँ गर्नु हुँदैन। मोस्टली पिपल आर लाइक, फर्स्ट अफ अल त म तपाईँहरूलाई के भन्छु भने, रिलेसनसिप प्लिज चुज वाइजली। एउटा मान्छेलाई एकदमै राम्ररी डिपली बुझेर मात्रै, until and unless you are really sure about the person that you want to spend the whole life with, then only jump into the relationship, right? Without knowing the person properly, at least for a year or 2 year or 3 years हुन्छ नि, लाइक चिनेर मात्रै गर्नु। अनि रिलेसनसिप अर्को कुरा चाहिँ म के भन्छु भने, हामीले सोचेको हुन्छ नि त के भयो, वाइ मी, दिस एन्ड द्याट। पहिला जन्ममा हजुरको जो सोल कन्ट्र्याक्ट्सहरू हुन्छ नि, तपाईँको लाइफमा त्यही नै आइरहेको हो के, त्यही मान्छेहरू आइरहेको हुन्छ होइन। कार्मिक ब्यागेजेस भनेर त्यसलाई नै भन्छ, कर्मको भोग। अनि त्यसपछि भगवान्ले होइन, हामीले चाहे पनि नचाहे पनि तानतुन गरेर तपाईँहरूलाई सँगै ल्याउँछ। किनभने तपाईँको कर्मको भोग बाँकी हुन्छ त्यो मान्छेसँग, जबसम्म तपाईँको त्यो कर्मको भोग, त्यो कन्ट्र्याक्ट सकिँदैन तपाईँहरूलाई सँगै राख्छ। अनि जब त्यो कन्ट्र्याक्ट सकिने बित्तिकै तपाईँहरूलाई अटोमेटिकली छुट्याइदिन्छ क्या। यो सबै एक्चुली बाहिरबाट, आई मिन सरी, माथिबाट अलरेडी प्लान्ड हो क्या। तर हामीले सोचिरहेको हुन्छ, ला मेरो जिन्दगीमा यस्तो किन भयो, मैले यस्तो चाहेकै थिएन, मेरो मेरो त सपनाको एउटा राजकुमार थियो होइन। अब छोरा बच्चाको पनि हुन्छ नि, मेरो एउटा सपनाको राजकुमारी थियो, तर थिङ्स डजन्ट वर्क आउट लाइक however we planned के, because our life is already written in the stars before we incarnated here. हामीले पहिलाको जन्म, त्योभन्दा पहिलाको जन्म, कैयौँ जन्ममा कति धेरै रिलेसनसिपमा बसेको थियो, कतिसँग के भोगेर आएको छ, कोहीसँगको त्यो सोल कन्ट्र्याक्टहरू त बाँकी नै छ, त्यहीहरू नै रिपिट भएको हो क्या हाम्रो लाइफमा। त्यही भएर हाम्रो हुन्छ नि, कति आमा बाउको पनि अब कतिजनाको पेरेन्ट्सहरू मैले देखेको छु, दे आर लाइक एकदमै के, यस्तो नमिल्ने, यस्तो टक्सिक के। तर त्यही हो, पहिला जन्मको भोग हुन्छ। त्यही भएर हामीले धेरै सिरियस हुनु पर्दैन यो म्याटरमा के। तपाईँको लागि कोही बनेको छ भने इभेन्चुअली त्यसले तपाईँलाई छोडेर जाँदैन, यो कुरा याद राख्नु। जान्छ भने जान दिनु के।